नमस्कार। आज हामी यो शिक्षक महासङ्घ र सरकारबीच भर्खरै भएको 9 बुँदे सहमतिमा अलिकति गहिरिएर हेर्दैछौँ। 29 दिन लामो सडक आन्दोलन त रोकियो, तर तर सहमति हुन साथ महासङ्घभित्रै ठूलै असन्तुष्टि देखियो होइन। एकदमै भुइँछामो नै गयो भनिरहेछन्। खासमा आज हामी यही हेर्छौँ, सहमति के थियो अनि किन खास गरी विद्यालय कर्मचारी र बाल विकास शिक्षकहरू यति रिसाए। हाम्रो कुराकानी विभिन्न समाचार र अनि सम्बन्धित पक्षकै भनाइमा आधारित हुनेछ। ल सुरु गरौँ है त। 29 दिनको आन्दोलनपछि सहमति भयो, शिक्षकहरू कक्षा कोठा फर्कने भए। यो त राम्रै कुरा भयो नि होइन। परीक्षा, भर्ना, पढाइ सबै सुचारू हुने भयो। हो नि, अनि मन्त्री परिषदले त्यो सहमतिलाई अनुमोदन पनि गरिसक्यो। सहमतिमा केही राम्रा कुरा पनि छन्, जस्तो शिक्षक र कर्मचारीलाई निजामती अस्पतालमा उपचारमा सहुलियत दिने। त्यो त राम्रो भयो। अरू के थियो? अनि अस्थायी शिक्षकहरूको त्यो बिरामी बिदा सञ्चित हुने, एकमुष्ट पैसा पाउने कुरा, दुर्गम भत्ता, केही स्थायी शिक्षकको ग्रेड पनि निजामती सरह मिलाउने भनिएको छ। अनि अर्को महत्त्वपूर्ण कुरा, शिक्षकहरूलाई राष्ट्रिय मर्यादा क्रममा मतलब त्यो वरियता क्रममा समावेश गर्ने। त्यो माग त धेरै पुरानो थियो है। हो त्यो पनि परेको छ। अनि सत्तापक्षले असार 15 भित्र विद्यालय शिक्षा ऐन ल्याउँछौँ भनेर प्रतिबद्धता पनि जनाएका छन्। ल सुन्दा त धेरै कुरा समेटी जस्तो लाग्यो। तर यही सहमतिको 24 घण्टा पनि नपुग्दै महासङ्घको बैठकमा चाहिँ खै के भन्छन्, हात हालाहालै भयो रे। त्यही त अचम्मको कुरा भयो। खास गरी विद्यालय कर्मचारीहरू र बाल विकास शिक्षकहरू निकै नै आक्रामक देखियो। विद्यालय कर्मचारीबाटै सुरु गरौँ न। उहाँहरूको खास आपत्ति चाहिँ केमा थियो? के कुरा मिलेन? उहाँहरूको गुनासो कस्तो भने आन्दोलनमा यत्रो खटियो होइन, तर सहमति गर्दा मुख्य माग नै स्पष्ट भएन। मुख्य माग चाहिँ के थियो उहाँहरूको? विद्यालय कर्मचारी परिषदले के भन्यो भने महासङ्घसँग आन्तरिक सहमति गर्दा लेखापालको तलब लगभग 33,000 अनि कार्यालय सहयोगीको 26,000 पुर्याउने कुरा थियो रे। अङ्क नै तोकेर हो। तर सरकारसँग जुन सम्झौता भयो नि, त्यसमा त्यो अङ्क लेखिएन। खालि तोकिए बमोजिम हुनेछ भनियो। तोकिए बमोजिम, त्यो त अलि अस्पष्ट भएन र? एकदमै। त्यही तोकिए बमोजिम भन्ने शब्दमा उहाँहरूको ठूलो आपत्ति भयो। नेतृत्वले धोका दियो भन्ने उहाँहरूको आरोप छ। त्यो त चित्त दुख्ने कुरा भयो नि। एउटा निश्चित अङ्कको आशा थियो, तर पछि तोकिए बमोजिम भन्दा त अब के गर्छन् रे त उहाँहरू? उहाँहरूले त त्यो सहमति नमान्ने अनि महासङ्घबाट छुट्टेर आफ्नै किसिमले आन्दोलन गर्ने घोषणा नै गर्नुभएको छ। ओहो, भनेपछि महासङ्घभित्रै फुट आयो। हो, त्यस्तै देखियो। यो तोकिए बमोजिम भन्ने कुराले पहिले पनि यस्तै समस्या ल्याएको थियो रे के। तत्काललाई त मिल्यो जस्तो देखिन्छ, तर पछि कार्यान्वयनमा जाँदा फेरि विवाद। हो त नि। अब बाल विकास शिक्षकहरूको नि उहाँहरूको पनि यस्तै गुनासो हो। उहाँहरूको पीडा पनि उस्तै छ। उहाँहरूको सबभन्दा ठूलो माग के थियो भने प्रावि तृतीय श्रेणी शिक्षक सरह सेवा सुविधा पाउनुपर्छ भन्ने। त्यो माग चाहिँ के भयो? त्यो त पुरै व्यवस्था गरिए जस्तो भयो रे। अनि तलबको कुरामा फेरि त्यही तोकिए बमोजिम हुनेछ। फेरि त्यही तोकिए बमोजिम? हो। उहाँहरूले त के भन्नुभयो भने 29 दिन आन्दोलन गर्यौं, एकजनाको 1.5 लाखसम्म खर्च भयो होला, तर उपलब्धि केही भएन, शून्य। 36,000 शिक्षकको मन दुख्यो भन्नुभएको छ। 1.5 लाख खर्च अनि माग पनि पूरा नहुने, त्यो त साह्रै नराम्रो भयो। उहाँहरूको अर्को गुनासो के छ भने अहिले त श्रम ऐनले तोकेको न्यूनतम तलब पनि पाएका छैनौं भन्नुहुन्छ। लौ, एकातिर आन्दोलन रोकियो, विद्यालय खुल्ने भए, अर्कोतिर महासङ्घभित्रै यस्तो किचोलो। यसले समग्रमा के देखाउँछ होला? यसले के देखाउँछ भने नि, कुनै ठूलो सम्झौता गर्दाखेरि सबै पक्ष, अझ खास गरी जो अलि कम सुविधामा छन्, सीमान्तकृत छन्, उहाँहरूको मुख्य आवाजलाई स्पष्ट रूपमा समेट्न सकिएन भने भित्रै द्वन्द्व बढ्ने रहेछ। हो, आन्तरिक द्वन्द्व चर्किने रहेछ। नेतृत्वले सबैलाई मिलाउन नसकेको जस्तो देखियो। अनि त्यो तोकिए बमोजिम जस्ता शब्दले तत्काललाई त मिलाए जस्तो गर्ला, तर पछि गएर अविश्वास र झन् ठूलो समस्या निम्त्याउन सक्छ। आज हामीले यो शिक्षक आन्दोलन पछिको सहमति र त्यसले जन्माएको यो भित्री किचोलोका विभिन्न पक्षहरू हेर्यौं। केही माग पूरा भए पनि सबैलाई चित्त बुझाउन नसक्दा अनि सम्झौताका शब्दहरू अस्पष्ट हुँदा कस्तो जटिलता आउँदो रहेछ भन्ने प्रष्टै देखियो। एकदमै। यो घटनाले के कुरामा जोड दियो भने कुनै पनि सहमति
दिगो हुनको लागि स्पष्ट हुनु पर्यो र सबैभन्दा प्रभावित पक्षको मुख्य माग सम्बोधन हुनै पर्यो। हो। अब एउटा प्रश्न उठ्छ नि त, भविष्यमा ऐन नियम बन्दा यो तोकिए बमोजिम भन्ने शब्दले साँच्चै अहिले रिसाएका विद्यालय कर्मचारी र बाल विकास शिक्षकका माग पूरा गर्ला त, कि यो अहिलेलाई टार्ने काम मात्रै हो? यो चाहिँ अब हेर्न बाँकी छ। यो प्रश्नमा सोच्न जरुरी देखियो।